Happy New Year guys. अनि आज चाहिँ भइसकेको गते अनि हामी चाहिँ ट्रेकिङ जान लाग्यो उता बागद्वार अनि यहाँ सुन्दरसँग गाडीमा जाने गाडी मिलाउनु हुँदैन दाइ गाडी मिलाउनु हुन्छ अनि हामी दिदीहरू आउँदै हुन्छ हामी माथि जान लाग्यो बागद्वार ट्रेकिङ त्यही घुम्न मिलाइ अब एकछिनमा त्यो सुन्दर जलतिर घर भेटौँ सुन्दर जलमा गाडी राखेर हामी बागद्वार ट्रेकिङ जाने ल बाई हाम्रो गाडी त्यहाँ छ अब हामी चाहिँ यहाँ रेजिस्टर लिन आएको दिदीको छोरीले अनि हुन्छ गाडी हजुर हामी चाहिँ बागदार जानला बाटो छुटेर दिदी भयो हुन्छ दाइ भिनाजन हुन्छ त्यही हो बाटो छुटिरहेको छ पानी नि नगाडी बल्ल हो बिस्तारै हेर्दा के है छिटो कि हामी बागदार जानला बागदार डाँडा कहाँ डाँडा थाहा छैन सुन्दै ल माथि गएर भेटौँ ल हामी बाटोमा हिँडिरहेको छौँ बाटो यस्तै हिँड्न कतिको मजा भइरहेको एकदम रमाइलो भइरहेको छ बाबु त गाह्रो बोलाइरहेको छ एकदम रमाइलो एकदम रमाइलो भएको छ हामी 11जना ग्रुप आएको थियौँ हजुर अहिले हामी 3जना छौँ अब अरू ग्रुप छुटेर बाटै चेन्ज भयो खानाबाट हामी सर्टकट र जङ्गलको बिचबाट हिँडिरहेको छौँ क्रममै अपरिचित 4जना बहिनीहरू भेट्यो उनीहरू पनि बाटोबाटै जान नआएर उनीहरू अगाडि छन् हामी पछाडि छौँ बाटो थाहा नभएर हामी जङ्गलको बिच सर्टकटमा हिँडिरहेको बाटो हामीहरू आयो बाटो मिस्टेक गरेछ बाटोले मिस्टेक परेछ त्यही के बोल्ने भाइ फटाउँदैन हामी त मात्र बिस्तारै 7 बजे गाडीमा गएर ओर्लेर धेरै मान्छे होइन भिडियो हजुर भइरहेको भइरहेछ हामी 7:30 बजे सुन्दरबाट ओर्लेर हामी देउरीसँग कन्टिन्यू हिँडिरहेको छौँ अब बागद्वार कति बजी थाहा छैन मलाई मैले घडिरहेको छैन कति जानु त लगभग 4 घन्टा मेरो जानु 12 भने कि 7, 5, 12 4.5 घन्टा हामी हिँड्यौँ अब अझै 2 घन्टा हिँड्नुपर्छ भनाइअनुसार 1.5-2 घन्टा लाग्छ भन्ने कुरो छ अब पुगेर पुग्नु त थाहा छैन हिँडिरहेको छौँ गाह्रो पनि भइरहेको छ अलिक तर गाह्रो हुन्छ अलि गाह्रो भइरहेको छ सर्टकट आइरहेको छ आउनु चाहिँ गाह्रो भइछ अहिले कोही कस्तो गन्ध अघि अर्कै आइरहेको छ है अर्कै गाह्रो पारेर बसेर हामी
गरम पनि त छैन तँलाई गाह्रो भएको बिनाजु खै गाह्रो भएको छैन त्यस्तो खासै गाह्रो त धेरै गाह्रो भएको छैन 5 घन्टा उकालो मात्रै भयो नि त धेरै भएको छैन उकालो आइयो धेरै खासै छैन है जम्मा 5 घन्टा हो जम्मा 5 घन्टा भयो लगभग 5 घन्टा सुन्नाबाट आइयो अब जस रमाइलो महसुस भएको छ हिजो अब कति टाइम लाग्ने अब थाहा छैन रमाइलो भएछ आइसक्छ बिचमा अजकल्दो बाटो आइसक्यो नपुग्यो भने पुग्नु पऱ्यो तर बाटो त्यो रोड यो छैन नि बाटो त अब सही यहाँ भयो घाम छाया पानी घाम छाया पानी छ 2-3 बाटो भएको छैन एउटै बाटो छ दुईटा बाटो छैन नि चाहिँ उदाहरण गएको नि त उता कता छ कता भगवान् कहिले पुगेर कहिले फर्किनु होला फेरि फर्किनु छ यो बाटो फर्किनु त खासै ठुलो कुरो भएन उक्लिन गाह्रो भयो क्या फर्किन त्यस्तो गाह्रो हुँदैन अडी गाह्रो भयो तपाईँलाई जेलमा बोकिदिन्छु गाह्रो भएको छैन अनि किन भयो त भगवान्लाई सम्झाइनु भएको ए भगवान्लाई सम्झाइ गाह्रो सब दूर हुन्छ खालि उकालोमा हेरेर अलिक रमाइलो भइरहेको होइन रमाइलो भयो भाइ आउनु किन थाक्यो भाइ त एकछिन बसेर आउँदैन नि पानी खानु पानी बस्नु संसार कुराकै एकछिन दे आउनु भएको छ बस्नु बसेर भिडियोमा हालिदिनु बसेर भनिदिनु बाटो चाहिँ नबिगार है हामी आउँदैछौँ अगाडि हिँड्ने मान्छेले बाटो बिगार भने हामीलाई गाह्रो हुन्छ नि बिस्तारै न किन पुगे कुन मानिस क्या थाहा पनि ए के अरे रमाइलो भएछ ल यहाँ सेउला काट्ने मान्छे आएको छ नि त यसो हेरेर सेउला कति काटेको छ नि को अरे म भने कि भाइले भने छोरो छोरो मलाई त छोरो भन्नु त अहिले यो कसो हेर्दा कुन भारी छैछ नि अहिले भिडियो खिचिरहेको छ छैन धेरै लग्न किन्नु अलिक ठिकै ठिकै छोड्छ पोइन्टमा खिच्ने यस्तो पोइन्ट कुरा भइरहेको त तपाईँ मलाई छोरो भन्ने हाइट पानी भर्ला पानी देख्यो पानी भर्दै हुन्छ है त्यहाँ पनिर पक्रेर झोला पनि मिलाउँदै हुन्छ ठिकै आशा भयो यहाँको ल पानी परेर पर्यो पानी चिस्छ है मासुकै मासु लाग्यो नि त्यो मैले तजुर आएको उता छ खाना खान्छ खालि खै भइदियो नि त हजुर तपाईँको ब्याग ए ल्याउनु ल्याउनु ओ कति गरम रहेछ रमाइलो मुरा म सानो ब्याग बोकिदिनु नि गरम ब्याग सबैलाई के देखाइदिनु भन्नु
मन्दिर जय के मन्दिर के को मन्दिर जय सरस्वती माता कहाँ बसी सरस्वती माता म कता ठाउँमा रहेछु आइपिन लाग्यौँ हामी आइपिन लाग्यौँ भनेको भ्लगमा नानीहरूले किन यहाँ चाहिँ तर कति गाह्रो हुन्छ गाह्रो भएको छैन रमाइलो बस्यो गाह्रो बाटो छैन अझ 5 मिनट ओहो 15 घन्टा जस्तो भयो र त यहाँ धेरै गाह्रो भयो है हामी पनि आज हजुर धेरै गाह्रो भयो गाह्रो भएको छैन आरोमा चाहिँ गाह्रो भयो भनेको आरोमा चाहिँ गाह्रो भयो छैन मलाई भएको तपाईँहरूको ब्याग मैले बोकिरहेको छु के गाह्रो हुन्छ मनासले जाँदा अस्ति मनासले जाँदा बरु सेर त त्यति गाह्रो भएको छैन रे आज गाह्रो भएर नि तँलाई कसले भने छैन भने छैन भने भर्खर त्यही भन्दैथिस् के भने तर कति गाह्रो भयो भने त्यो ब्याग बोकिदिन्छु बरु ब्याग छैन मलाई होइन झोला बोकिदिन्छु क्या झल पकाउनु झल भाइ सब सक्नुहुन्छ ब्याग बोक्नु चाहिँ ए मलाई अलिक समस्या चाहिँ भएको हो होइन गाह्रो चाहिँ भयो भाइ त्यो सुसनमा कता हो शीतल बस न शीतल बस कति आनन्द आउँछ जस्तो गरेर आया पुगिन्छ हेर धेरै हतार नगरेर बिस्तार जा ओहो अब त 10-15 मिनट पुगेला नि नारायण हरि शरणम 3 घन्टा भनेर आएको 6 घन्टा लाग्यो हामी हिँड्ने मान्छेलाई त गाह्रो त भएको छैन है यिनीहरू नहिँड्ने मान्छेलाई के भयो होला मलाई खासै गाह्रो त भएन गाह्रो चाहिँ भएको छैन उक्लिनु मात्रै नसकेको यिनीहरू होइन तपाईँ नि मैले उडिरहेको ल हामी चाहिँ बागद्वार आइसकेका छौँ है बाटो हुँदै बाटो हुँदै आएको डिजलको गदाडा हुँदै उडाउनु भएछ कहाँ ढिला चाहिँ हामी यो जङ्गलै जङ्गल आएको बिचल चाँडो त्यही हो मोबाइल कहाँ छ रहेछ हामी चाहिँ भर्खर बागद्वार मुले बाटो हुँदै बाटो हुँदै आएको डिजलको गदाडा हुँदै उडाउनु भएछ कहाँ ढिला चाहिँ हुन्छ भक्ति हुन्छ त्यही हो हामी यो जङ्गलै जङ्गल आएको बिचै चाँडो त्यही हो रमाइलो रहेछ नि रमाइलो रहेछ भन्नु न भइसक्यो भइछ ठिक छ 8:30, 9:30, 10:30, 11:30, 11:30, 5 घन्टा होला होइन बुढानी कन्ठर चाहिँ के नानीहरू बुढा कन्ठर ल्याएको छैन हाम्रो जमिन माथि दिदिहाल माथि जाउँ नि माथि पनि दिदीहरू लाग्यो त मास्तीको दाम छ अनि अहिले उहाँ लाग्दैन अनि फेरि कसरी सोध्नु माथि लाग्छ कि हेर्दाखेरि माथि दिदी रोडमा गएर बसिहाल्यो नि यहाँ तल लाग्छ नि यहाँ खोज्छु भनेर हामी चाहिँ हामी बागदारबाट माथि शिवगुरी पिक जानेछौँ 1 किलोमिटर तलबाट बागदारबाट त्यही हो हिँडिरहेको छ बाटो आएको त्यही हो के अरे भात फ्री आयो नि भन्दा आएको तपाईँ भात फ्री आयो नि भन्दा आएको त्यो भन्छ कसै भात खुवाइदिनु हुन्थ्यो भने म पैसा तिरिहाल्छु नि आएर खानु बास गर्छ त यहाँ खिलाएको हो त घरले किन त त्यो त हामी अनि तर आधी खाइसकेको छ भोगलाई खाएँ मैले त अहिले खाएको तिमीलाई हो खाएको मैले होइन भने खाएको भिनाले किन सोध्नु अनि त आधी बाटोमा दिल थाहा भयो तर मार्नु किन हाँसिरहेको तिमीहरू के भयो कति हाँसिरहेको कहाँ हिँडेर अहिले आर्यन हजुर शिवपुरी 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 राष्ट्रिय त्यो चार सबै त निकुञ्जबाट के भएको सबै छ पुगेर हामी अहिले शिवपुरी माथि कुद्दै गएर त्यहाँ लगन लाग्यो भने शिवपुरी भन्ने ठाउँमा जाँदैछौँ फेरि
उहाँ हुनुहुन्छ भिनाजुर भाइ चाहिँ आउँदै हुनुहुन्छ अब म चाहिँ अलि धेरै अगाडि आइसकेको थिएँ कुरेर बसेँ त्यही हो अनि ल म आधा घन्टा चाहिँ कुरेँ अहिले म 6 बजी के पत्ता लाग्छ यो हो क्या यो जुन पहिले शिवरात्रितिर आएको प्रचलन जाँदा जाँदै बाटोबाट के भेट्यो उता निक्लिनु टोलको निक्लिने एउटा चाहिँ अनि धर्म गरेर जामदार सोच्नु गरे क्या जाम हाल्नु भर्खर आधा घन्टा पछि बल्ल उठेर हिँड्ने मेरो ब्लग छ श्वासमा चाहिँ किन गरेर धेरै बोल्न सकिरहेको छैन नाटक ब्लग खिच्ने बिर्सेर मात्रै खिचाएँ मैले स्वास गरेर गाह्रो भित्र पानी जाने पानी दिएछ पानी यहाँ हुन्छ पानी है भर्खर जान्छ नि कहिले म बोलिदिन्छु पर्दैन भक्त भइरहेको फेरि पानी म चाहिँ खाएँ तर यहाँ चाहिँ पानी खानु भन्ने चाहिँ तैँले भर्खर आएपछि फुल थियो आफै आइसकेको छ भर्खर कहाँ भिनाजु हो भन्नु त हो खै लगाइन्छ हामी चाहिँ शिवपुरी पिकको लागि माथि चढ्दैछौँ अनि बागदरबाट हिँड्ने भर्खर 5 मिनट भयो अब 10-15 मिनट 2 मिनट त 2 मिनट तब 2 मिनट यता रेस्ट गरेछ 2 मिनट तपाईँ 3 मिनट रेस्ट गर्नु म कहाँ 2 मिनट रेस्ट गर्नु पानी खा अब नखाने पानी खानु माटोबाट के भेट्यो उता निक्लिनु टोलको हामी निक्लिने एउटा राइसहरू चाहिँ अनि धर्म गरेर धर्म गरेर पाप गरेर यहाँ निक्लिनु उता निक्लिनु पर्छ धर्म गरेर निक्लिँदै पापबाट निक्लिँदैन टेस्ट हान्ने कि कति बाँध्नु यस्तो छ हामी घुमिरहेको छौँ त्यही हो हामी चाहिँ माथि पिकनिक आइपुग्नु लाग्यौँ काले रोइ लास्ट के शिवपुरी पिक अब गाह्रो त बिर्सिसकेको छ रमाइलो हो शिवपुरी पिकमा आउँदा नि धेरै टाइम त लागेन हाम्रो लाने आएर लागि बढ्ला तपाईँभन्दा अगाडि जित्यो भयो त्यो त भर्खर चढेको छ बागदरबाट कति 20-25 मिनट भयो हामीलाई मलाई त 15 मिनट लाग्यो 15 होइन 20-25 मिनट त लागिहाल्यो त्यहाँदेखि किन्नु सबैलाई उति टाइम लाग्यो त्यसो भने भिडियो बनाउँदा छ भिडियो आइरहेको छ भिडियो बनाउँदै भने घटाउनुपर्छ जति त्यही भने यथार्थ जे छ त्यही भन्दै भयो हामीलाई 25 मिनट चाहिँ बागदरबाट शिवपुरी पिकमा लाग्यो 25 होइन 30 मिनट 30 मिनट त लागेको छैन त्यसै लागेन त्यही भएर 30 मिनट लाग्यो मान्छेमा पुग्दा चाहिँ अहिले चाहिँ लाग्यो सन्चै लागेन त्यो माथि कहाँ हो त्यो माथि रमाइलो अनुहार भइरहेको छ 70 वर्ष आज 2071 भन्दा 82 हो यो 81 सालको 1 महिना 1 गते हामी आज कति हो आज कति गते खै आज अहिले सङ्क्रान्ति हो कति परेछ सङ्क्रान्ति कति पर्दो रहेछ 20 खै आउनु कुदेर अगाडि के गर्नु पर्दैन क्या न मसहरू हामी चाहिँ अहिले शिवपुरी पिक आइपुग्यौँ यहिले चाहिँ यहाँ शिवपुरी पिक भने शिवपुरी पिक बोर्ड म भिनाजु अनि संस्था गरेर आएको बोर्ड चाहिँ यहाँ बोर्ड हेर्नु अब हजुर हजुर हामी चाहिँ शिवपुरी आयौँ अनि शिवपुरी पार्क आयौँ शिवपुरी पिक हो शिवपुरी पिकमा आयौँ अनि संस्थाले खुवाउनुहुन्छ के खुवाउनु हेर्दा पनि तर के चाहिँ हो न छैन क्या हो फाल्तु जग्गा खेल्न लाग्यो ए भाइ हजुर ल
हेलो गाइस, यहाँ चाहिँ अस्ति पानी परिरहेको छ। अब हाम्रो चाहिँ कुर्दैछ। कति बजी भयो? तीनटा पपेको चाहिँ चिया चाहिँ हाम्रो ब्लगमा आज कति पप हाल्नु? पप त मैले खाएँ, 3 जरा खाएँ। चिया खानु पप र चिया काट्न भइरहेको थियो। यो चिया खालीको यो लफडा भइरहेको छ गाइजहरू। चिया चाहिँ हाम्रो लगभग आधी घन्टा पाक्नुमा। कति पप हाल्नु? पप त मैले खाएँ, 3 जरा खाएँ त। ल हाम्रो यहाँ पप काट्न र सेल काट्न भइरहेको थियो। सेल हुन चाहिँ पप र चिया काट्न भइरहेको थियो। हामी यहाँ दिदी चाहिँ खुवाइ हुनुहुन्छ, अहिले खानुभएको थियो। अर्को भयो कि वाउ। ल बाई बाई गाइज। अब यहाँ सबैजना चियाको लागि ढुकेर बस्नु भइसक्यो त। के पकाउँदै हो अरे? ए यहाँ चिया पाएको छ है गाइज। लाइभ ट्याप 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 ट्याप। कम भयो होला चिया। सबै फुटे टुटे मतलब एउटा एउटा।
पिच ओ तेरा ओए दिल्ला कसले सबाइ बाइज पपे पपला मेरो फोरे यो घरा लत तारा लाइक त्यो बिस्कुट सँग खानु परेन नाइ चाहिँ कहाँ पुग्नु भएको